हेलो साथीहरू, वेलकम टु आरबी ब्लग। आज चाहिँ आरबी ब्लगमा चाहिँ मैले खिर र आलुदम बनाउन लागि छु। आलुदमको लागि आलु चाहिँ मैले कुकरमा सिटी लाउँदैछु भने अनि यता चाहिँ खिरको लागि मैले भाँडा बसालेँ। भाँडा तातिसकेपछि चाहिँ मैले त्यहाँ अलिकति 1 डाडु जति मैले दुध हालेँ। त्यो दुधलाई मजाले ब्राउनी हुने तरिकाले चाहिँ मैले डढाएँ हैन। त्यो डढाएँ भने चाहिँ मलाई एकदम मन पर्छ कि एकदम बास्ना आउँछ हैन। तपाईहरुलाई कस्तो लाग्छ? त्यतिको ब्राउन भइसकेपछि चाहिँ मैले खिरको लागि भनेर 4 लिटर दुध लिएर आएको थिएँ। अनि त्यो 4 लिटर दुधहरु चाहिँ मैले त्यहाँ सबै खनाइवरी गरेर अनि उता चाहिँ आलुदमको लागि चाहिँ सिटी लाग्दै छ। अनि त्यसपछि मैले यो दुधहरु हालेर मजाले चलाइ गरेर उमालिसकेपछि चाहिँ खिरको लागि छुटनी नहुने यो ल्वाङ सुमेल मरिचलाई चाहिँ मैले त्यहाँनिर कुट्नीमा हालेर मजाले धुलो बनाएर कुटे। खिरको लागि बास्ना आउँछ नि त। अनि त्यसपछि मैले ग्यासमा पकाउँदै थिएँ साथीहरु। फेरि यसो सम्झे आगोमा पकाए त मिठो हुन्छ भनेर फेरि मैले आगोमा बसालेँ। त्यतिखेर त बीचमा मैले चामल हालेको चाहिँ भिडियो खिच्न बिर्से साथीहरु। अनि यतिको भइसकेपछि मैले देखाएँ। उता चाहिँ खिर पाक्दै चाहिँ यता चाहिँ मैले आलुदमको लागि चाहिँ एउटा प्यानमा चाहिँ सनफ्लावरको तेल हालेँ। तपाईसँग जुन तेल हाल्दा नि हुन्छ। तेल हालिसकेपछि चाहिँ मैले त्यहाँ मेथीहरु सबै पड्काउने चीजहरु जति। अनि त्यसमा 2टा जति चाहिँ मैले प्याज काटेर राखेको थिएँ। त्यो प्याज पनि त्यही तेलमा हालेर फुराएँ। अनि त्यसपछि मैले हरियो खुर्सानीहरु पनि हालिवरी गरेर राम्रोसँग चलाएँ। एकछिनसम्म चलाइ गरेर अलि ब्राउन हुन तरिकासम्म चलाएँ। अनि मैले एकछिन त्यसलाई चाहिँ ढाकिदिएँ। अनि उता बेला पनि मैले खिर हेर्न चाहिँ गइराखेको थिएँ हैन। अनि यता आउँदै चलाउँदै फेरि अनि अलिकता मलाई धेरै टमाटर चाहिँ हालेको मन पर्दैन। 2टा जति टमाटर हालेँ। अनि फेरि त्यो टमाटर हालिसकेपछि पनि मैले त्यसलाई मजाले चलाएँ हैन। अनि अलि त्यो टमाटरहरुलाई चाहिँ क्यास पनि बनाएँ कि अलिक छिटो पाक्छु भनेर के। अनि त्यसपछि चलाइवरी गरेर अनि एकछिन छोडिदिएँ। अनि यता मैले चिया पनि पकाएर चिया खाँदै चलाउँदै गरिरहेको थिएँ। अनि एकछिनसम्म 5-10 मिनेटसम्म मैले छोपेर राखेपछि फेरि मैले चलाउँदाखेरि यस्तो भएको थियो, गलेको थिएन। अनि मैले त्यो टमाटरलाई खुर्दै गरेर फेरि त्यसमा हाल्नुपर्ने चिजहरु बेसार नुन अनि पिसेको छुट्टै पेस्ट हुन्छ नि मसलाको, त्यो चाहिँ मलाई एकदम मन पर्छ। अनि त्यो मसलाको पेस्टहरु पनि राखिवरी गरेर मजाले चलाएँ हैन। अनि अदुवा लसुन चाहिँ पहिले मैले जिरा धनियासँग नै मिक्स गरेर मैले पिसेको थिएँ नि त। अनि कलर आओस् भनेर मैले कश्मिरी मिर्च पनि त्यही हालेर मैले पिसेको थिएँ। किनकि मैले धुलो खुर्सानी युज गर्दिन। अब तपाईहरुले धुलो खुर्सानी युज गर्न पनि सक्नुहुन्छ हैन। अनि मैले भिडियो बनाउँदा चाहिँ मलाई कस्तो अचम्म लाग्यो कि किन यस्तो अँधेरो भयो होला भनेर चाहिँ म छक्क परेँ। अनि मैले यसो सम्झेँ कि हैन भिडियो बनाउँदा त फ्ल्यास लाइट पनि बल्न मिल्छ नि त भनेर। अनि ठ्याक्क फ्ल्यास लाइट बालिसकेपछि चाहिँ यस्तो राम्रो क्वालिटी